So today I am very excited to say this. Hello and namaste everyone. Hope you guys are fine. के हो मोटो त राइट राइट जान्छ त होइन त्यो हल्का वेट डिस्ट्रिब्युसन नमिलेर त्यस्तो भएको एन्ड इट्स प्रिटी अन्डरस्ट्यान्डेबल त्यो जुन वेमा त्यो बाइक बिग्रिँदाखेरि तान्छ नि त्यस्तो चाहिँ भएको होइन भन्ने कुरा चाहिँ आई एम भेरी स्योर बिकज आई हेभ एक्सपिरियन्स इट अलङ एन्ड या आई एम सुपर डुपर एक्साइटेड टु मोटो भ्लग आज किनभने अस्ति भर्खरै यो होल माइकको सेटअप मैले गरेको थिएँ नि त अनि त्यति बेला साउन्ड क्या नाइस आएको थियो कि हुन्छ नि सो या त्यही पुरानो रोडको माइक युज गरेर छु म एन्ड खालि एडिट गर्दाखेरि हल्का साउन्ड एडजस्ट गऱ्यो भने कति राम्रो हुँदो रहेछ यो कुरा भन्ने कुरा चाहिँ कुरा भयो आज चाहिँ शनिबारको दिन खाली खाली हे कहाँ गइरहेको त भन्नु पऱ्यो होला नि एनिवेज अहिले चाहिँ हामी आनन्द भएर जाँदैछौँ विच इज फेयरली क्लोज ज्ञानेश्वरतिर छ एन्ड या त्यो ठाउँमा ज्ञानेश्वर भन्छ के भन्छ माम बाबा पनि आइरहेको थियो कहाँ पऱ्यो जस्तो यार खै माम बाबाले कुरुम एकछिन माम बाबाले देख्दै देखेन त आइहाल्यो आई सी देम एन्ड मोटो चलाउन त भाइ यार नेक्स्ट लेभल रमाइलो लाग्छ यार मलाई बाइक चलाउनु यत्तिकै घुर्र गर्दै चुपचाप नबोलिकनै हिँड्न सक्छु नबोलेकै कसम यार यो बाइक डबल लोड चलाउँदा यस्तो रमाइलो छ यार हो वा अब हामी कहाँबाट जानु पर्यो त यार ओहो के घन्टीले जितेको मान्छेहरू त रुल मान्न थाल्यो जस्तो यार नत्र मोस्ट अफ द टाइम्स आई वुड बी द ओन्ली वान स्टपिङ एट अ रेड लाइट म अब त्यस्तो परमात्मा हो भनेर भन्न खोजेँ त्यो मान्छे त गयो त्यो सूर्य चिन्हलाई भोट दिने मान्छे होला आम जोकिङ ओ के हो यो स्पिड ब्रेकर यही त हो नि होइन ल आनन्द भैरव त्यहाँ भित्र भगवान् भएको ठाउँमा चाहिँ मैले खिचेन बिकज आई डोन्ट थिङ्क त्यसरी खिच्नु हुन्छ किनभने पहिला भन्थ्यो नि त हामीलाई माबाहरूले सो भगवान्को फोटो खिच्दा नि ए खिच्नु हुँदैन त्यसरी भन्नुहुन्थ्यो ए खिचार्न सक्छु कि सक्दैन हेरौँ है त ऱ्याली त सोही तर्न सक्थ्यो त भाइ तल होला हो ल आजको वर्कआउट पनि डन अब चाहिँ हामी स्वयम्भूतिर जाँदैछौँ ल त्यहाँ जानै नमिल्ने रहेछ त अब इट्स ओके हल्का घुमेर जाऊ भने होला मैती देवी माको पनि दर्शन गरेर जाऊ भने रहेछ आज ल अब माम बाबासँग चाहिँ हामी सिधै स्वयम्भूतिर भेट्छौँ इट्स गोना बी फन के छ बडो खुसीको तीर जय कमलाजी गणेश तीर्थ यात्रा भइरहेछ आज हाम्रो हल्का आज त सबैले रुल मान्न छ नाइस अब त्यहाँको साइलाइट बालेर यो कहाँ जान लाग्यो बोलि नै रहेको छैन यार यस्तो रमाइलो भइरहेछ दिस बाइक स्टट्स मी अप एन्ड द्याट्स सेइङ समथिङ अबाउट दिस कस्तो यार थु ए लाग्दैन कसम यार यो बाइक चलाउँदा त सुपर बाइक चलाएको जस्तो फिल हुन्छ यार सुपर बाइक आई मिन अ भेरी बिग बाइक ल स्वयम्भू पनि आइपुग्यो अलमोस्ट भेरी प्लेजरेबल राइड इट हेज बिन
ओहो प्याक रहेछ त हिरो र्याली सेम ड्याङको मुलाहरू हो कि पार्किङ स्पेस पाउनै गाह्रो बाँदरहरूले माया उनीहरूकै कोही भन्न थाल्ला म यो त बुढो बाँदर रहेछ भन्दै बिकज अफ माई हियर यु नो इफ यु डिडन्ट गेट द जोक शम्भुनाथको पनि दर्शन गरियो एन्ड अब we are about to go home. बब्बाल पानी पर्ला बब्बाल निस्किनुमा त लाग्थ्यो हामी बब्बाल पानी पर्न थाल्यो यार तर अहिलेसम्म त्यस्तो झ्यार्रो त परेको छैन तर अब भन्ने बित्तिकै झन् पर्यो हो आज अब नित्रुको नै हुने भयो पर्यो यार पर्यो ल ल ल ल ल ल ल ल ल अब पानी पर्न थाल्यो सबजना आत्तिन्छ यार ओ ब्रो ल हुरी बतास फुल हो मलाई त यस्तो भयो त लास्ट पर्नुपर्छ यार ओके ओ माई गोड ओ ब्रो हुरी बतास अब के आउँछ भाइ भागे हेर न मान्छे ढाका भयो मुभ ए जादु आइला जादु Let's go, bro. Wow, दामी. ओके मैले मेरो साउन्ड रेकर्डर ज्याकेट पछाडि लुगा छ अहिले किनभने म चलाउँदाखेरि सबै सिधै लाग्छ नि त क्लिनिक जानुपर्छ मेरो चाहिँ अब भाइजर पुरै फक्ड अप भएको छ त्यही भएर राम्रोसँग देखिरहेको छैन मैले बट बी अ बिट केयरफुल खै कस्तो टर्न नलियो जस्तो हाती चिसो भएर अड्कितिर मेरो ब्लड टेस्ट गर्ने पालो अस्ति नै धेरै औषधिहरू खाएर चाहिँ मेबी केही लिभरमा प्रब्लम भयो कि भन्ने शङ्का चाहिँ लागेको भएर चाहिँ गर्न लागेको अनि सिम्टम पनि मेरो आँखामा देखिएकै हुन्छ नि त्यो येल्लो कलरको भएर कस्तो भइरहेछ कि अनि बाबाले देखिहाल्यो अनि यसो ब्लड टेस्ट गरिहाल्नु पर्ला भनेर भन्दै थियो किनभने अब आउने फ्राइडे फेरि दाँत निकाल्न जानुपर्ने छ त्यसपछि फेरि औषधिहरू खानुपर्ने छ आइपुग्यो जाने अब टेस्ट गर्ने टेस्ट आउनुको लागि कुर्नु पर्यो कस्तो चिज भयो अब रातसम्म आउँछ अरे सुत्न छोडिदिउँ ल टाइम टु एडिट यत्तिकै देखिरहेको छ तारा जस्तो